एक सिजनमा कति जतिको फल्ला दाइ? पछिल्लो समयमा त एउटा बोटबाट 10 केजी हो। 10 केजी है? अब त्यसको लागि 6-7 वर्ष पछि अब यसपालि चाहिँ 3 किलो 4 किलोसम्म। अनि यो मासतिर जङ्गलतिर त कस्तुरी नि पाइँदो रहेछ नि? अस्ति बाटोमा मैले भेटिरहेको थिएँ। म त बाघ आएछ कि भने कालो कालो नि छ। यसो हेरेको कस्तुरी रहेछ। यो पानी जाम भएको चाहिँ अहिले चाहिँ मलजल पानी एकदम लाउनु पर्ने हो है। नयाँ पालो आउँदैछ नि। नयाँ पालोमा यो टाइममा चाहिँ धेरै रेखदेख गर्नुपर्ने यसलाई। यो चुना कि के रे दाइ? यो हरियो यो टुसारोले किराले नखाओस् भनेर हो दाइ? ल अब हामी लाग्यो। जुस जाऊ धेरै लाउनु भएर छ दाइले। अनि जोस अनुदान पनि आउँछ अरे उहाँले भन्नुभएको। अब जोस फाइदा राम्रो रहेछ यहाँनिर। यहाँ चाहिँ फेरि सिजन चाहिँ सिजनै पछि कि सुरुमा यार्छ गुम्बा, अनि त्यसपछि सेकेन्डमा लसुन वन लसुन, अनि तेस्रोमा तपाईँको च्याउ, अनि चौथोमा स्याउ आउँदो रहेछ यहाँको आम्दानी। ल हाम्रो दाइले गेट लाउँदै हुनुहुन्छ। अब हामी लाग्यौँ। जोस रमाइलो भयो मर्निङ टाइममा। यहाँ त मर्निङ डे नाइट जतिखेर पनि रमाइलो मनाङमा। अझै माथिल्लो लेक जानु बाँकी छ घुम्नलाई। ल दाइ भरे भ्लग आउँछ है तपाईँको नि यहाँनिर। ल हाम्रो कमल दाइ मलाई पनि सेयर गर्नु। ओके दाइ। यहाँ सिँचाइको नि कुलो रहेछ होइन, तर यहाँ खेती गरेर देखिँदैन। त्यो सबै नै व्यवस्थित ढङ्ग रहेछ क्या। यहाँनिर खोला बाँध बाँड्दै रहेछन्। सायद यो ठुलै प्रोजेक्ट जस्तो छ। ग्याबिङ तारहरू पनि छ। यहाँ निर्माण हुँदै रहेछ नि त खोलामा। यहाँ बढी भनेको
हिम पहिरो आउने रहेछ कि मासतिर गएको हिम पहिरो डेन्जर डेन्जर आएर रहेछ कि ए बाढीले ढलाइसकेछ नि त के यो हिम पहिरो आयो के हो दाइ बर्खाको पानीले हो दाइ यहाँ निर्माण कार्य हुँदैछ मिसिन चलिरहेको छ यहाँ मजाले बुम टाउकै माथि रहेछ डेन्जर ठाउँ पछि त यो माटो अब सब यता कुदाएर पछाडि फिनिङ गर्ने होला नि होइन त्यो अहिले धेरै हाइटमा आयो नि त यो काम पनि तपाईँले लिनुभयो कि दाइ म एउटा वडा छु भन्ने ए तपाईँ चाहिँ यहाँको वडा अध्यक्ष ए हो दाइ जनप्रतिनिधि भएपछि त के कसो हुँदैछ कस्तो विकास हुँदैछ अवलोकन गर्नु राम्रो कुरा हुँदैन तीन दिन जतिमा सकिन्छ क्या 3-4 दिनमा सकिन्छ क्या यो फिलिङ पनि गराउने अनि त्यो काम सकिसकेपछि क्याबिन चाहिँ जाँदा जाँदा चाहिँ तानेर गइदिने कि तान्ने अनि त्यहाँ उनीहरूलाई जग बनाइदिने छुटाइसकेछ म त धेरै भाग्यमा नि परेछु त दाइ अनि तपाईँ आएर वडा अध्यक्ष रहेछ मलाई थाहा थिएन तपाईँ होटल व्यवसाय पनि एउटा कृषि व्यवसाय पनि वडा अध्यक्ष पनि हुँदो रहेछ खुसी लाग्यो जनप्रतिनिधि भएपछि चाहिँ यतिको चाहिँ हुनु पर्यो कि आफू पनि उदाहरण अब कतिपय जनप्रतिनिधि यस्तो नि देखिएछ कि त्यही टक्क खाने बस्ने भाषण मात्रै दिने आफू चाहिँ केही नगर्ने काम पनि नगर्ने त खुसी लाग्यो त यार तपाईँ उहाँ एकदम राम्रो व्यक्तित्व हुनुहुन्छ उहाँकै होटलमा बसिरहेको छु म उहाँ एउटा होटल व्यवसाय पनि गरिरहनु भएको छ अनि आँखा अलि ठिक भन्छ
दाजु तल रेस्टुरेन्टमा गयो बिजी सबैजना बिजी केटाहरू जङ्गेदाइ त हुनुहुन्न होला होइन अब यो मेरो मम्मीले खानु हामी चाहिँ कमल दाईको घरमा आइपुग्यौँ। लज होमको होटल वहीँ बसिरहेको छु। यही हो उहाँको होटल। कमल दाईको हाम्रो वडा दक्षको जिउको घरको गोरु चाहिँ बिरामी छन् रे, औषधि हान्न जाँदैछन्। के बिरामी भयो दाइ? ए अँ हान्नु त हान्दैन नि दाइ। अनि यताको यो गोरु छुट्टै देख्छु हौ म दाइ। लुलु ए लुलु प्रजातिको है। होइन फर्स्टचोटि देख्दैछु क्या म। लोकल स्याउदै ए हजुर ए त्यो बारको उतापट्टि हो दाइ। यो गोरु त यहाँ जोत्न त जोत्दैन होला नि दाइ? जोत्छ है? आउनुपर्छ। अलि बढी भइरहेको देखेर पहिला मैले स्केचिकल एक्जामिनेसन गर्दा नि दिन्छ सातवटा स्याम्पल ल्याएर भयो। सातवटा स्याम्पल ल्याएर भयो जस्तो त पनि त्यो औषधिको त्यो फाइलको यो हुन्छ नि त्यस्तो टुक्रा के भयो। यो धेरै खाएर बिरामी भयो।